जेनजी आन्दोलनका क्रममा जलेका सवारी साधनका फ्युलमा समेत लुट तन्त्र भएको छ। हेर्नुहोस् साथीहरू, जेनजी आन्दोलनमा जलेर खरानी बनेका गाडीको नाममा लाखौंको इन्धन घोटाला, जलेका 24 गाडीको नाममा खुले आम भइरहेको लुटको पर्दाफास। गाडी जब सडकमा गुड्छ त्यसमा तेल हाल्नुपर्छ, यो सामान्य कुरा हो। तर यदि म तपाईलाई भनौं कि आगोले जलेर पूर्ण रूपमा खरानी बनेको, चल्न नसक्ने र कबाडीको थुप्रोमा परिणत भएको गाडीले पनि हरेक महिना हजारौं लिटर पेट्रोल पिइरहेको छ भन्दा तपाई पत्याउनुहुन्छ? पक्कै पनि सुन्दा यो कुनै साइन्स फिक्सन वा कमेडी चलचित्रको संवाद जस्तो लाग्न सक्छ, तर यो कुनै चलचित्रको कथा होइन। यो हो हाम्रो देशको सिंहदरबार भित्रै चलिरहेको लुट तन्त्रको एउटा जिउँदो र लाज मर्दो यथार्थ।